हेलो अनि नमस्ते नमस्कार गुड मर्निङ। आज चाहिँ घरमा कुरा गर्ने आमासँग अनि बहिनीसँग है। आज चाहिँ भ्यालेन्टाइन डे रहेछ गाइस। अनि आमाको फोन पनि देखाउँदैछ बहिनीले। अनि आमासँग कुरा गरियो धेरैभन्दा नि 2-4 दिन पछाडि। अनि म चाहिँ त्यत्तिकै अब काम छैन है। अनि आमासँग बोलियो। अनि आमाहरूले भन्दै हुनुहुन्थ्यो कहिले घर आउँछस् भन्दै हुनुहुन्थ्यो। अनि म त आउँछु अब छिटै भन्दै सम्झेर आमालाई। अनि आमा फेरि रिसाएर फायर। अनि मेरो दिनहरू यसरी बितिरहेको छ। अनि मैले आमाहरूलाई पनि सम्झाइरहेको छु भोट चाहिँ यसपालि माटोमै हान्नुपर्छ है सबैजनालाई भन्नु पर्छ। अनि टक्क है बाउलाई पनि सम्झाइरहेको छु राख्नु रहेछ। अनि फ्रेम पनि फुटेछ। पहिला त वरपरै फोटो राख्नुहुन्थ्यो। अनि यसो हेरेको है दाजु र भाउजूको मात्रै फोटो रहेछ हो प्राय। अनि मैले पनि हेरेँ खोइ त्यो हाम्रो पुरानो फोटोहरू थियो त भन्दै हुनुहुन्थ्यो। अनि हाम्रो दाजु अनि सानो छोरी अनि हाम्रो पुरानो फोटो यो चाहिँ दाजु म बहिनी अनि कान्छी बहिनी 3जनाको। अनि मेरो घर चाहिँ यस्तै हो गाइस। फोटोहरू यस्तो छ है। म के गर्नु पक्कै घर बनाउनु सकेको छैन। अब हुँदा मसँग पैसा पनि छैन है। अब यस्तै छ मेरो घरहरू। अनि हजुरहरूको हवस् त भन्दै यति नै। हजुरहरूलाई धन्यवाद है। कस्तो लाग्छ भिडियो हेर्नु होला।